सयौं हजारौं सुकुम्बासी र मजदुरहरू किसानहरू आज बेहाल अवस्थामा छ। विकास त आयो, आज दमकमा भ्यू टावर पनि बन्यो, तर गौरादह र गौरीगञ्जका यी ठाउँहरूमा टेलिफोनका टावरहरू अझै बनेनन्। यहाँ अघि एकजना सुशीला दिदीले भन्दै हुनुहुन्थ्यो बर्खा लाग्यो भने उस्तै पर्दाखेरि सुराल काँधमा लगाएर अहिले पनि दमकतिर जानुपर्ने दुरावस्था छ। बाटोघाटो पुल पुलेसा पनि बनेको जस्तो छैन। शिक्षा क्षेत्र त्यस्तै छ, स्वास्थ्य क्षेत्र त्यस्तै छ, कुनै उद्योग धन्दा कल कारखाना छैन, खाने पानीको व्यवस्था छैन, बिजुली बत्ती त जिउका तिउँ अलिअलि भएकै होला। त्यस्तो अवस्थामा हामीले मुलुक अरू व्यक्तिको हातमा होइन, तपाईँ हामीले यसपटक पनि मुलुक राम्रो र योग्य व्यक्तिको हातमा दिएनौँ र अरू मान्छेको हातमा दियौँ भने फेरि हामीले दुःख पाउने स्थिति छ। त्यसैले यो देशको भविष्य बनाउने सन्दर्भमा, यो देशलाई विकसित र समृद्ध नेपाल निर्माणको सन्दर्भमा तपाईहरूले यसपटक नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह तारामा मतदान गरेर मलाई यो ठाउँको सेवकको रूपमा काम गर्ने अवसर दिनुहुनेछ भन्ने म पूर्ण आशा गर्न चाहन्छु। यहाँहरूसँग त्यसो भनेर म भन्न चाहन्छु, हामीले नवपुस्ताहरूले बगाएको रगतलाई खेर जान नदिने गरी 76 जना नवपुस्ताहरूको जुन रगत बगेको छ त्यो रगत मात्रै होइन, त्यसमा सबै युवा पुस्ताको सपना छ। धेरै हाम्रा युवाहरू विदेशमा छन्, कोही खाडीमा, कोही कहाँ उस्तै पर्दाखेरि घरमा बुढेसकालका बुवा आमादेखि बाहेक कोही पनि युवा छैन। मलाई हरेक युवाहरूले भन्नुहुन्छ हामी युवाहरूको अधिकारको लागि लड्न पर्यो, हामी युवाहरूलाई के परिवर्तन दिनुहुन्छ। कतिपय साथीहरूले यही बजारमा पनि मलाई सोध्नुभयो तपाईँ जितेर के गर्नुहुन्छ, तपाईँले जितेर हामीले के आशा गर्ने भनेर भन्नुभयो र तपाईँ चुनावको बेला मात्रै आउनुहुन्छ होला भनेर उहाँहरूले भन्नुभयो। मैले उहाँहरूलाई भनेको छु यो गाउँठाउँको विकासको निम्ति सबभन्दा मूल कुरा समाजलाई नेतृत्व गर्ने राजनीतिले हो। त्यो राजनीति प्रतिनिधि सभामा सांसदहरूले बनाउने हो, त्यो राजनीति कानुनद्वारा व्यवस्थित गर्ने हो। त्यसको लागि मेरो पहिलो प्रयत्न हुनेछ। हिजो शहादत प्राप्त गरेका नवपुस्ताहरूको सपनाहरूलाई साकार गर्ने मेरो उद्देश्य हुनेछ। अनि मैले भनेको छु मलाई नेताको रूपमा नहेर्नुहोस्, म तपाईँ जस्तै किसानको छोरा हुँ, म तपाईँ जस्तै हलो जोतेर आएको हुँ, तपाईँ जस्तै बिउ काटेर आएको हुँ, तपाईँ जस्तै श्रम र पसिना बगाएर आएको मान्छे हुँ। त्यसैले मैले गर्ने काम मेरो आफ्नो समुदाय र मेरो आफ्नो म जस्तै दुःख गरेका मानिसहरूको अधिकारको लागि हुनेछ। म नेता होइन, म जनताको छोरा हुँ भनेर मैले उहाँलाई अघि यही बजारमा केही युवा साथीहरूलाई भनेको छु र मैले भनेको छु यसपटकको निर्वाचनमा जोसुकै चुनावको मैदानमा